मेरो गाउँ भन्दा हन्सी बस्छन् नि यिनीहरू कति बिजी हो क्या आज सन्डे भएर नि रोड होइन उरुसा त्यस्तै थियो कि स्याटरडे त सधैँ हुन्थ्यो हुन त आज सन्डे त यस्तो त कहिले हुन्थेन यार गाइज हामीहरू चाहिँ कामबाट अब फर्किरहेछौँ रोड क्रस गर्दैछौँ वर्क प्लेसबाट देखाऊ पछाडि वर्क प्लेसबाट अरू छ दुई तीनटा कमेन्ट हान्छु म धेरै ट्राफिक रहेछ हामी धेरै कुरिरहेछौँ 1 मिनेट हुन लागिसक्यो तिम्रो काउन्ट गर तिमी पनि थियौ नि म र अब छोड गाइज अब चाहिँ हामी घर जाँदैछौँ काम सक्यो एकदम ट्राफिक थियो अघिसम्म आज सन्डे हो त्यही पनि ट्राफिक छ अनि म चाहिँ साथीहरूसँग छु मेरो भिडियो चाहिँ साथीले खिचिदिरहेको छ थ्याङ्क यू अम्बिका अनि गाइज आज कस्तो भयो त काम राम्रै भयो आज तिम्रो नन्दा ठिकै गयो एज युजुअल जस्तो हुन्थ्यो पहिला मेरो चाहिँ आज राम्रोसँगै गयो धेरै नै राम्रो भयो अलवेज सेम अनि के अरे मलाई एउटा कुरा सुन्नु मन थियो कि अब अस्ट्रेलिया कस्तो लागिरहेछ त कस्तो रहेछ त अस्ट्रेलिया एक्सपेक्टेसन भन्दा नेपालमा हुँदाखेरि एक्सपेक्टेसन हुन्छ नि अस्ट्रेलिया यस्तो यस्तो होला भन्ने जस्तो नेपालमा अब होइन यस्तो मुभी सुभीमा हेरिन्थ्यो होइन विदेश यस्तो हेर्दाखेरि कस्तो ठुलो सोले बोल ल के सुनिँदैन नेपालमा होइन नेपालमा हुँदाखेरि अब मुभीहरूमा हेरिन्थ्यो नि त विदेश अनि कस्तो दामी होला कस्तो यो होला होइन यस्तो लाग्थ्यो नि त अनि यहाँ त्यसपछि हाम्रो भिजा लाग्यो भिजा एप्लाई गर्यो होइन अनि भिजा लागेर आयौँ होइन अनि सुरुमै अब कस्तो त्यो के त्यो हुन्छ नि विदेश त ठिकै हो राम्रै हो एकछिन मोबाइल तल राख त अम्बिका किनभने स्पिड क्यामेरा छ कि अनि राम्रै हो अनि के भन्छ तर यहाँ चाहिँ होइन अब त्यो बसेर अनि घुमेर मात्र भएन होइन आफ्नो काम पनि गर्नु पर्यो जिउ पार्नु पर्यो अब त्यही त हो नि अब सबै कुराहरू सँगै लिएर हिँड्नुपर्छ काम पनि गर्ने होइन एट द सेम टाइम घुम्ने पनि इन्जोय पनि गर्ने जस्ट हामीले जस्तो होइन मुभीमा हेर्नु त्यस्तो चाहिँ अलिक डिसअपोइन्टेड है म चाहिँ डिसअपोइन्टेड है ल अम्बिकाको सुनौँ त अब म त एकदम डिसअपोइन्टेड जस्तो एक्सपेक्टेसन थियो त्यो चाहिँ मिटै भएन कि मैले त अब सोचेँ त्यहाँ गएपछि यस्तो इन्जोय होला लाइफ डिफ्रेन्ट नेपालको भन्दा डिफ्रेन्ट तर यहाँ त काम गर घुम्ने टाइम पनि हुँदैन अनि काम पाउन चाहिँ कस्तो इजी छ कि गाह्रो छ कि कस्तो छ मान्छेहरूले रेफरेन्स चाहिने हो खास होइन रेफरेन्स छ भने चाहिँ इजिली नै पाइन्छ रेफरेन्स छैन भने चाहिँ अलिकति मिहिनेत गर्नुपर्छ काम खोज्नलाई कतिले काम पाएन कति महिनासँग काम पाएन भन्छ नि तर तिमीले चाहिँ कति महिनामा काम पायो महिनामा दिन 3-4 दिनमै पाएको मेरो चाहिँ भान्जा होइसिन्थ्यो यहाँ त्यही भएर मलाई चाहिँ अलिक इजी भयो नत्र चाहिँ 2-3 महिनै कसैलाई टाइम लागिरहेको हुन्छ काम पाउनलाई यहाँ रेफरेन्स हो रेफरेन्स छ भने हुन्छ मान्छे सबै नेपाल जस्तै हो चिनजान मान्छे हुनु पर्यो काम पाउनलाई अनि नन्दाको अरू रुल्सहरू चाहिँ एकदमै डिफ्रेन्ट एकदमै राम्रो छ अस्ट्रेलिया सुरुमा आउँदाखेरि चाहिँ मैले चाहिँ 3-4 दिनमा मैले पनि त्यस्तै काम पाएको मैले सुरुमा चाहिँ अब 2टा काम गर्थेँ होइन एउटा मर्निङमा गर्थेँ अनि के अरे एउटा आफ्टरनुनमा पनि गर्थेँ कि अनि त्यसपछि मलाई 2टा काम गरेर एकदम गाह्रो लाग्नु थाल्यो कि पहिला सुरुमा मैले जुन चाहिँ काम गर्थेँ त्यो एकदमै गाह्रो के एकदमै उभिनु पर्ने अनि 8 आवर्सै पुरा काम गर्नु पर्ने के एकदम गाह्रो होइन अनि यस्तो झुकेर पनि काम गर्नु पनि मेरो त्यसले गर्दा अलिकति ढाड चाहिँ अलिक त्यहाँबाट चाहिँ मेरो ब्याक पेन स्टार्ट भएको छ होइन तर त्यही काम त पाउनु त्यस्तो गाह्रो चाहिँ होइन जस्तो लाग्छ जस्तो काम पनि पाउँछ आफ्नो माइन्ड सेटअप गरेर आउनु पर्यो काम पनि गर्छु भने पनि गाह्रो चाहिँ छैन है काम पाउनलाई मैले चाहिँ अब म यस्तो काम गर्दिनँ म यस्तो काम गर्छु भनेर आएँ भने चाहिँ त्यस्तो चाहिँ गाह्रो हुन्छ होइन अब होइन म जस्तो भयो नि म काम गर्छु सुरुमा जस्तो पाएँ भने काम गर्छु भनेपछि माइन्ड सेटअप चाहिँ गरेर पाइन्छ काम त गर्न सक्नु पर्यो काम त पाउँछ काम जस्तो अनि अर्को प्लस जस मलाई मनपर्ने पोइन्ट अब ड्राइभिङ नै हेर न नेपालमा हाम्रो त एउटा यो लेन हुन्छ सिधा सरर जानुमा रुल्स राम्रो छ यो उसको रोडहरूको त्यही भएर ड्राइभिङ गर्न सहिलो हो नेपालमा चाहिँ म अझै पनि हार्ड गर्दिनँ है ड्राइभिङ गर्न चाहिँ सक्दिनँ तिमीले ड्राइभ गर्यौ योचोटि नेपाल जाँदा तिमीलाई कस्तो लाग्यो सक्छु जस्तो लाग्यो नेपालमा होइन एकदम स्ट्रेस हुने कि नेपालमा एकदम टायरिङ हुन्छ नेपालमा ड्राइभ गर्नु पर्यो किनभने यी बाइकहरू एकदम धेरै हुन्छ नि त अनि बाइक यताबाट आउँछ उताबाट आउँछ यहाँ हामी आफ्नो लेनमा म
अस्ति थाहा छ म अस्ति हिजो स्याटरडे जाँदाखेरि जोन आउट भइदिएछु हेर एकछिन हो यहाँनिर अनि एउटा यस्तो छोरीको याद आइरहेको थियो एकछिन यस्तो टोलाको लेफ्टले त्यो ब्रेक हानिरहेको त थाहा हुन्छ नि त हेरेको भए अगाडि अनि यस्तो लेफ्ट जान लागिरहेको छ अनि यस्तो हेरेँ ट्याक्क अब स्पिड कम गर्नु पर्यो नि त अलिकति थियो कि टोकिन झ्याप्प ब्रेक हाने मैले होइन त्यस्तो कुरा पनि एकदम केयरफुल चाहिँ हुनु किनभने अरूहरू पनि एकदम स्याटरडे मलाई कस्तो डर लाग्यो नि त अनि त्यसपछि थुरुर कामे जस्तो हो अड्किँदाखेरि पनि इजी त इजी हो तर मिस्टेक हुन चाहिँ एकदम इजिली मिस्टेक एकदमै रोडमा चाहिँ ध्यान चाहिँ एकदमै दिनुपर्छ कन्सन्ट्रेट चाहिँ हुनु पर्यो तर